नमस्ते। आज चाहिँ कुकुर तिहार हो अनि त्यसपछि चाहिँ मामाले रजुले नन्दै भइसक्यो अनि म पनि हेल्प गर्न गएँ मामालाई। अनि हामी रजुले नुहाएर नयाँ कपडा लाएर त्यसको पूजा गर्छौँ। अब चाहिँ मामु पनि आइस्यो। रजु चाहिँ यति ज्ञानी भएर बसिरहेको थियो, यति क्युट यसरी बसिरहेको उभिरहेको थियो, यताउता हेर्छ अझै। अनि रजुले नुहाउँदाखेरि हामीले कोताउँछौँ, कस्तो आनन्द लाग्दो यसको बाल फेरि हातमा तासिने, धुनुपर्ने हात। मामुले चाहिँ जतासुकै मारी मारी धुने। रजुले चाहिँ नुहायो अनि ठुलो मामाले हिजो लगाइसकेको नयाँ नाना रजुको लागि हिजो, अनि म चाहिँ लगाउँदैछु रजुलाई। अब चाहिँ रजुले मैले नाना लगाइदिएँ। अब चाहिँ पूजा सुरु भयो। मामुले पूजा गर्दै भइन्छ, मैले पनि अहिले पूजा गर्नु पर्यो भनेर पूजा गरिदिएँ। अनि रजुले चाहिँ भाग्ने कोसिस गरिरहेको छ ठुलो मामा देखेर, ठुलो मामालाई छोड्ने भयो। अनि हामीले चाहिँ फुल हालिदिउँ रजुको टाउकोमा, अनि कानमा तेल लगाइदिउँ, अनि टाउकोमा पनि तेल लगाइदिउँ, अर्को कानमा पनि तेल लगाइदिउँ। अनि धेरै तेल लगाउनु पर्छ ले। अनि मामुले फेरि तेल लगाइदिएछ, मैले चाहिँ खुट्टाहरूमा लगाइदिएँ रजुको। अब मैले चाहिँ फेरि लगाइदिएको छु। अनि मैले जब त्यो टिकाहरू कि फुलहरू हाल्दैछु के पो हो। अब मैले चाहिँ टिका लगाइदिएँ रजुलाई। टिका चाहिँ धेरै लगाइदिएँ मैले चाहिँ। अनि मामुले खुट्टामा लगाइदिएछ, अनि म चाहिँ टाउकोमै लगाइरहेको थिएँ रजुको टाउकोमै। अनि बल्ल मैले चाहिँ टिका लिएर खुट्टाहरूमा लगाइदिएँ। अनि मामुले फेरि टाउकोमा लगाइदिएछ, पछाडिको खुट्टामा पनि लगाइदिएँ, अगाडिकोमा पनि लगाइदिएँ, टाउकोमा पनि लगाइदिएँ। अनि त्यसपछि मामुले फुल छरिदियो। अनि मैले पनि फुल लिएर रजुलाई टाउकोमा छरेँ। अनि टाउकोमै छर्यो, मामुले सबै हालिदिएछ। अनि त्यसपछि हामीले चाहिँ धुप बाल्यौँ पूजा गर्नको लागि। मामुले चाहिँ सलाइले बाल्छु लाइटरले, अनि बल्दै बलेको थिएन, अनि बल्ल तल्ल बल्यो, भन्न लाग्थ्यो फेरि भयो। अनि मामुले सलाइ उठाएछ, सलाइले गर्दाखेरि चाहिँ हुन लाग्थ्यो। अनि मामुले भित्र गएर बाल्थ्यो। अनि त्यसपछि चाहिँ बत्ती पर्यो, अनि हामीले पूजा गऱ्यौँ रजुलाई। पूजा मैले चाहिँ घन्टी बजाएँ, मामुले चाहिँ धुप घुमाइस्यो रजुको वरिपरि। अनि मामुले
फेरि त्यसमा धुप गाड्नेमा गाडिदियो अनि म चाहिँ घन्टी बजाइ गरिरहेको थिएँ अनि मामुले त्यो धलेको सिधा बनाएछ अब माला लाउनु पारि आयो माला चाहिँ छोटो हुन्छ कि भन्ने भएको थियो लामो हुन्छ भन्ने भएको थियो अनि मामुले चाहिँ त्यसरी धागोले बाँधिसेछ फुलको माला चाहिँ अनि रजल चाहिँ मक्ख परेको थियो त्यति बेला रजल चाहिँ मक्ख परेको छु आज मैले के गरेको छन् भन्ने सोच्यो होला आजदेखि बुझे पनि होला यस्तो गर्छन् भनेर अर्को वर्ष चाहिँ रमाइलो गरेर मनाउने भनेर आज उसको अनि मैले चाहिँ रजलको खुट्टामा पैसा राखिदिएँ अनि मामुले फुल चढाइदियो अब चाहिँ मामुले धो गर्छु रजललाई अनि खुट्टामा मैले पनि धो गरेँ अब चाहिँ हामीले धो गऱ्यौँ मामुले फेरि धो गर्छु अब रजलको अनुहार हेर्छ अनि मैले चाहिँ अन्डा लगिदिएर अन्डा खाएँ अन्डा चाहिँ यसले सुँग्यो पहिला अनि खाएन फेरि मामुले खाँदा पनि खाएन जिब्रो च्याट्यो क्युट भएको थियो त्यति बेला चाहिँ अझै सुन्छ अनि मामुले हाफ गरेर दिँदा चाहिँ पनि खाएन अनि मैले चाहिँ पछि मामुले पछि टुक्रा टुक्रा पराएर दिँदाखेरि चाहिँ खायो होइन अनि म चाहिँ त्यता बसिरहेको थिएँ त्यहाँ खायो अनि म चाहिँ त्यही बसेर हेरिरहेको थिएँ कतिखेर मेरो खान्छ भनेर त्यहाँ दुध थियो त्यो खायो फेरि त्यहाँ अन्डा खायो गर्दै थियो जिब्रो चाट्दै कति क्युट खाँदाखेरि चाहिँ अनि म चाहिँ कुरेर बसिरहेको थिएँ बल्ल मेरो खायो रजलले अनि मामुले चाहिँ फेरि एउटा अन्डा राख्यो अनि खुवाइदियो रजललाई अनि मैले पनि खुवाउन ट्राई गरिरहेको थिएँ मलाई डर लाग्यो कि मेरो हात खाइदिन्छ भनेर अनि त्यही भएर मैले रजललाई यसरी हातमा सुँगाएँ पहिला अनि टपरीमा राखिदिएँ अनि टपरीबाट खाओस् भन्ने प्रे गरिरहेको थिएँ अनि टपरीबाट खायो अनि मैले चाहिँ मामुले गिफ्ट दिन्छु अनि मैले पनि रजललाई चक्लेट त्यसको हड्डीहरू रजलले गिफ्ट दिए मैले चाहिँ त्यसको सुँगाएँ अनि त्यही फेरि राखिदिएँ त्यही जता थियो त्यही राखिदिएँ अनि फेरि खुट्टामा राखिदिएँ त्यसले चाहिँ च्यात्न लाग्थ्यो अनि हामीले चाहिँ रोक्यौँ यस्तो नाति मैले चाहिँ हग गरिदिएँ फोटोहरूको लागि खान कोसिस गरेँ अनि मामु आइसक्यो अनि मामुले पनि हग गर्छु माया गर्छु त्यसलाई चाहिँ अनि अब चाहिँ सकियो पूजा अब बाई बाई